हेलो गाइजहरू, आज चाहिँ हामी चटपटे खान जानु लागेको र म चाहिँ मलाई त बोल्नै आउँदैन हौ। यो क्यामेरामा के भएको हो, क्यामेराको पछाडि मात्र आउँछ बोल्न पनि, क्यामेराको अगाडि बोल्न आउँदैन। लाज लाग्ने हो कि आत्मबल नभएको भन्छन् होइन साथीहरू, यस्तोलाई त्यस्तै हुन्छ क्या मलाई पनि। माथि चाहिँ दिदीले आज छुट्टी हो नि त, अनि चटपटे गराउँछु बहिनी आऊ भनेर बोलाउनु भयो। त्यही जाँदैछु माथि गएर। हामी चाहिँ यता अर्को बिल्डिङमा बस्छौँ, अनि आज चाहिँ अहिले चाहिँ मास्तिर हिँडेको क्या, त्यही भएर। यही हो साथीहरू हामीले काम गर्ने कम्पनी। हामी चाहिँ अब चटपटे खाने भनेर धनियाँ टिप्न हिँडेको है गाइजहरू। यो चाहिँ मेरो दिदी। अब हामी चाहिँ धनियाँ कहाँ हो दिदी, धनियाँ टिप्ने उता छ। दिदीले रोपेको धनियाँ हो, नेपालबाट बिउ ल्याएर रोप्नुहुन्छ। हाम्रो दिदी धेरै जाँगरिलो हुनुहुन्छ हेर्नु साथीहरू। म चाहिँ छैन, म चाहिँ जिरो हो, जाँगरमा जिरो। दिदी चाहिँ अलि जाँगरिली हुनुहुन्छ। धनियाँ कतिको फलेछ त्यो पनि देखाउँला फेरि। अनि साथीहरू अब चाहिँ हामी आज चटपट खाने हो। आज चाहिँ आइतबार हो कि, छुट्टी छ। छुट्टीको दिन त बिताउनै पऱ्यो केही न केही गरेर, त्यही भएर चटपट खाएर बिताउने। अझ भाग्ने कहाँ जाने? ए ल ल ल साथीहरू, त्यही हो। आज चाहिँ म यो बोलेरै भिडियो गराउँछु भनेर के, कस्तो हुँदो रहेछ त भनेर के साथीहरू। ऊ त्यहाँ हो है, त्यहाँ हो धनियाँ टिप्ने। अहिले देखाउँछ है कतिको फलेको छ। छिटो आउनु। अब यो धनियाँ चाहिँ रहेको छ नेपालमा, बारी फालिया छ साथीहरू। यहाँ यस्तो धनियाँको लागि मुरी मेट्न परेको छ, के गर्नु, नियतिको खेला। ल दिदी आइसक्नु भयो, अब धनियाँ टिप्नुहुन्छ चटपटेको लागि। यो उकाउने त होला नि, उकाउनु पर्यो नि राम्रो राम्रो त। नउकाउनु न, आउँछ कि पछि फेरि यहीँबाट। ए हुन त यो डाँट परिसकेछ होइन त गाइजहरू। यही पनि हामीलाई त बगैँचा बारी जति भएछ होइन त, बाक्लो भइसक्यो। ल है गाइजहरू, यो चाहिँ धनियाँ टिपेको अवस्था, यसलाई भन्छन् धनियाँ टिप्नु। आजै भ्याउने हो क्या हो। अब यो चाहिँ यस्ता तान्ने हो क्या साथीहरू। यो डाँठ परिसकेछ, देख्नुभयो नि होइन हजुरहरूले नि। यो पनि भाँच्यो। ल अब चाहिँ ल त गाइजहरू, हामीले धनियाँ टिपिसकेको अवस्था। ए ल है के पर्यो है, ल जाम अब गर। अब चट्ट लाएर मरमसला हालेर काँक्रो प्याज काटेर चटपटे खाइन्छ आज चाहिँ। मसला नि के लिएर भुटेर पिउनु पर्ने भएछ। ए ल ल गरमला नि हाई लगाएको होइन। एकैछिन घाम लाग्यो, एकैछिन बादल लाग्यो। बादल लाग्यो, त्योबाट त अब 5 दिन फेरि कस्न पर्छ के अरे। मैले चाहिँ दिदी चाहिँ बिचरा बिरामी भएको अवस्था छ यहाँ, यस्तो छ हातमा, त्यही भएर हो। म चाहिँ दिदीको चाहिँ छुट्टी छ बिरामी भएको कारणले, अझै 1 हप्ता। अनि त्यसपछि अब म चाहिँ भोलिबाट जाने हो। ल हेर्नु, आहा ल हेर्नु त कस्तो मजाले भमरा ठ्याक्कै फुलमा बसेको अवस्था। केमा राख्ने दिदी हो?
ल साथीहरू म चाहिँ चटपटी खाएर फर्केँ अनि यो डब्बामा चाहिँ मैले मेरो सरलाई पनि लिएर आइदिएको छु। बाई बाई साथीहरू, आजको दिन मेरो यस्तै गरी बित्यो है त। बाई बाई।